ओहो, यो अनलाइन स्टोरमा त कस्तो सस्तो सामानहरू रहेछ। एकचोटि मेसेज गरेर अर्डर गर्नु पर्यो। हुन्छ सर, तपाईँको अर्डर त म कन्फर्म गरिदिन्छु, पठाइदिइहाल्छु। तर पैसा पेमेन्ट चाहिँ एडभान्समा सब दिइहाल्नुपर्छ है त। ल, एडभान्स पो माग्नु थाल्यो त। ल ठिकै छ, सामान त पठाइदिन्छ र एडभान्स हानिदिन्छु। ल, पेमेन्ट डन। 2 hours later. के हो, सामान नै आउँदैन त? 2 घन्टा भइसक्यो। एकचोटि रिप्लाई गर्नु पर्यो, किन नआएको सामानहरू? ल, म त ब्लकै हान्दैछ। स्क्याममा पो परिगयो। हो, तपाईँहरू पनि यस्तो अनलाइन स्क्यामबाट सावधान भएर बस्नु होला। र यदि यस्तो अनलाइन स्क्यामबाट बस्नु मन छ भने सामान किन्न अगाडि यो 5वटा चिज चाहिँ अवश्य पनि मागेर मात्र किन्नु होला। पहिलो नम्बरमा चाहिँ त्यो अनलाइन स्टोरको फिजिकल लोकेसनको बारेमा सोध्नु होला। यदि फिजिकल स्टोर नभएको केसमा चाहिँ अलि अलर्ट हुनुपर्छ, किनभने यता अनलाइन स्क्याम हुने चान्स हाईमा हुन्छ। सेकेन्डमा चाहिँ यदि त्यो अनलाइन स्टोरको फिजिकल स्टोर छैन भने चाहिँ त्यो बिजनेस दर्तामा रहेको प्यान नम्बर चाहिँ अवश्य पनि माग्नु होला। यदि त्यो अनलाइन स्टोरको प्यान नम्बर पनि छैन भने त्यो बिजनेस कि त फेक अथवा इलिगल हुनसक्छ र यसमा स्क्याम हुने चान्स चाहिँ धेरै नै हुन्छ। थर्डमा चाहिँ तपाईँले त्यो स्टोरको रियल कस्टमर रिभ्यूहरू चेक गर्नु होला। र फोर्थमा चाहिँ त्यो स्टोरबाट पहिला गरेको पार्सल या डेलिभरी प्रुफहरू पनि एकचोटि माग्नु होला। र अन्तिममा चाहिँ यदि त्यो सबै 4वटा चिज पनि छैन भने त्यो कम्पनीको बिजनेस रेजिस्ट्रेसन सर्टिफिकेट एकताल मागेर मात्र अर्डर गर्नु होला है त। यस्तै इन्फर्मेटिभ कन्टेन्टको लागि यो भिडियोलाई लाइक र हाम्रो च्यानललाई फलो गर्न नबिर्सिनु होला। धन्यवाद।